हे गाइज वेलकम ब्याक टु माई च्यानल। यो चाहिँ लिटरल्ली लेट पोस्ट भन्दा नि हुन्छ। यो 1 वर्ष अगाडिको भिडियो अहिले चाहिँ अपलोड गर्न जाँदैछु म। सची हेलो मलाई छाड्न कि अब चाहिँ म काठमाडौँको लागि जाँदैछु। मेरो सानीमाको बिहे छ, सो मलाई मेरो साथीले एयरपोर्टसम्म छोडिदियो। सचीले छोड्दै हो। मलाई उसले देख्दा फर्स्ट रियाक्सन के गर्ने थाहा छ? यस्तो गर्ने हैन मलाई यस्तो घरमा सिरियस हुँदैन यस्तो। गाइज आओ खाना सर्भिसमा मिसुन सुकाइराखेको मिसुन सुकाउनको दरमा जान्छ। हेलो समीक्षा। हेलो के हुँदैछ? प्याकिङ ऱ्याप गर्दैछौँ हामी। अब कति बजीदेखि उठेर ऱ्यापिङ गर्न थालेको? हामी 6 बजेदेखि। हामी 6 बजी उठेको, अहिले ठ्याक्क 12 बज्यो। बिचमा अलिकति हामी उठ्यौँ पनि नि त। 1 घन्टा जस्तो चाहिँ ब्रेक भयो। फाइनल्ली सक्यो। यो हाम्रो लास्ट थियो, अब सक्यो यो। ओके समीक्षा बाई बाई बाई। अब हामी फेरि अरू केही प्याकिङ गऱ्यौँ भने एकछिनमा आउनेछौँ। ओके। बिहेको सबै कामहरू सकेर अहिले चाहिँ हामी बाहिर बौद्ध आएको छौँ किमा नुडल्स खानको लागि। हामीले यहाँ गरिमालाई पनि भेट्यौँ अनि अब चाहिँ म र गरिमाकोमा जान्छौँ। गुड्दैछ नि कसरी व्यक्त गरौँ तिमीलाई माया छ भनी, तिमी हाँसिदिनु है मेरो छेउ आउँदै, तिमी प्रतीक्षामा लागिछ याद माइतीकै कौसीमा, आँखा पाकेको लौसीमा मैले के गरौँ, तिमी आउँछौ कि अर्कै बे गरौँ। फेरि नेक्स्ट डे रिटर्न ब्याक टु बिहेको घर। के काम थियो हामीले सक्यौँ। त्यस पछाडि त्यो दिन चाहिँ न्यू इयर इभ थियो, सो म चाहिँ मेरो साथीहरू अरू पनि थियो काठमाडौँमा, उनीहरूलाई भेट्न गएँ। हामी चाहिँ खाना खाइसकेपछि भिडियो दिन्छु। यही मान्छेले हो कि यो सबै प्लेट सकेको कि आज आधी त गइसक्यो। विकासले कति खायो आज भन त? 6वटा 7वटा प्लेट, 2टा कचौरा र प्लेट खायो। Cheers. चाहिँ आफ्नो पठाउ पर्खिँदैछौँ घर फर्किनको लागि। बिहे घरमा पुरा धमाधम काम हुँदैछ, सबजना काम गरिराखेको छ। अहिले चाहिँ माइजू कुद्दै आउँदै छिन्छ। म नन्दलाई सरप्राइज दिन्छु गर्दै, तारा सानीमालाई चाहिँ थाहा छैन माइजू आउँदै छिन्थ्यो भनेर, सो अब हामी सरप्राइज दिँदैछौँ। Oh my god! मलाई त यति पनि फिलिङ लागेन। म त को के के खाने होइन के को अब अर्डर गर्दैछौ अरे के मलाई बुढा। खुसी होइसिन्छ एकदम बिलिभै लागिरहेको छैन मलाई दादा। हाम्रो पार्सल आइपुग्यो होइन? बेहुली आउनु पर्यो होइन?
हाम्रो साथी विकासको बर्थडे थियो सो वी आर सेलिब्रेटिङ ह्यापी बर्थडे डियर विकास ह्यापी बर्थडे टु यु फाइनल्ली हल्दी मेहन्दीको प्रिपरेसन स्टार्ट हुँदैछ अब कस्तो हुन्छ त्यो चाहिँ भोलि नै थाहा हुन्छ सब प्रिपेयर भइसके पछाडि अनि यहाँनिर चाहिँ हाम्रो बच्चा बच्चीहरूलाई आनन्द छ यताउता कुदैछ म चाहिँ यहाँनिर टिम ब्राइडको चस्मामा लेख्दै थिएँ अनि यो मेरो टिमको ए चाहिँ कहिले नभन्ने भयो म 3-4 चोटि बनाइसकेँ म दिक्क भएर अब चाहिँ छोडिदिएँ भोलिपल्ट यो चाहिँ मेरो ब्रेकफास्ट Hey guys, it's from Twinkleको हल्दी मेहन्दी फर्स्ट हल्दी त्यस पछाडि मेहन्दी हो अनि अहिले चाहिँ हामी रेडी भयो वेल होइन हजुर आज ओरेन्जमा भइसिन्छ लगाएर अरेन्ज अरेन्ज तर इट्स काइन्ड अफ हेलो सो अब बेहुलीलाई चाहिँ हामी त्यसमा देखाउँछौँ काम यही होइसिन्छ ओसिन ओसिन बेहुली चाहिँ यहाँनिर बसिरहेको छ हामी यहाँनिर इन्स्ट्रक्सन दिँदैछौँ होइन प्राच्यां रक्ष प्रतीच्यां च चण्डिके रक्ष दक्षिणे ब्राह्मणेनात्मशूलस्य उत्तरशं तथेश्वरी सौम्यानि यानि रूपाणि त्रैलोक्ये विचरन्ते यानि चात्य अर्थघोराणि तैरक्षास्मां तथा भुवं खड्गशूलगदादीनि यानि शास्त्राणि त्र्यम्बिके करपल्लवसंगिनी तैरस्मां रक्ष सर्वतः माथि हेर्ने पुरै सिधा हुनु मजाले लगाइदिनु जुत्ता त नलागे हुँदैछ म जुत्ता कति हुँदैन हेलो गरिमा आऊ न छिटो होइन पछाडि हट्दैछ त
कतिसम्म स्पेस बनायो अब यहाँ ठिक छ खाजा मेकअप सबै एकचोटि हुँदैछ के भन्छ अरे घरमा तिमी चाहिँ तातो पानी मात्रै हजुर नाच्नु पर्दैन माइजू गइसक्छ हजुर पनि गइसक्छ नाच्नु हजुर ए मलाई तिमीहरूको डान्स स्टार्ट होइन अब ल्यान्डस्केपमै लिदेऊ
यता होइन अघि उता गएर चाहिँ हो उता गएर डान्स भयो एउटी मेहन्दी सुकाउँदैछन् फुफु गर्दै फेरि यसको डेम पुसिन्छ अन्त के ल एकै मिनट ल आन्टी यहाँ एकजना त्यतै जानु नाम लेख्नु भएको छ नाम छुटेर बिचरा मान्छे फेरि लाउन आयो नि त खै तिमीहरू तिनजनाको यस्तो गर त हाम्रोमा नाम छैन हाम्रो त नाम छैन मेहेन्दी स्टार्ट भयो है अब उता के काट्यो है बाई बाई दालसानीमा हातहरूमा एकचोटि कस्तो भयो हाम्रो हुनेवाला बेहुली चाहिँ सुतिसकेको छ है आधी मेहन्दी गइसक्यो ल सुत बाबु सुत सो अब हामी फेरि भोलि कन्टिन्यू गर्छौँ आज मेहन्दीको फङ्सन सक्यो सनराइज बन्द स्वस्तिनो बृहस्पतिर्दधातु अलिकति सानो भयो हामी फर्केको होइन हामी फर्केर आयौँ है हामीले निमन्त्रणा दियौँ होइन हामी फर्क्यौँ साला मजा आयो हजुर भेटौ शनिबार ए हजुर भेटौ शनिबार अब हामी बिहेको दिनमा फेरि भेट्नेछौँ थ्याङ्क यू फर वाचिङ